दक्षिण कोरिया ख्याङ्साङनाम्दो प्रान्तको छाङवन सिटीमा प्रत्येक वर्ष कोरियन सरकारद्वारा आयोजना हुने यस वर्षको 20औं माप फेस्टिभलमा म पनि उपस्थित भएको थिएँ। उक्त फेस्टिभल चाहिँ विदेशी संस्कृतिहरूलाई लक्षित गरेर उक्त फेस्टिभलको आयोजना हुने रहेछ। नेपाल लगायत 17 वटा देशले आफ्नो कल्चर देखाएका थिए, त्यही पनि एउटै मञ्चमा। नेपालको तर्फबाट उपत्यकाभित्र मनाइने नेवारहरूको कुमारी जात्रा र लाखे डान्स देखाइएको थियो। 자연과 유서 깊은 종교 문화를 간직한 나라입니다. 네팔을 대표하는 히말라야 산맥을 상징한다고 하고요. 워낙 산이 높고 또 험준한 자연 환경에 살고 있기 때문에 네팔인들에게는 이곳 대한민국에 사는 그냥 언덕 정도에 불과하다고 합니다. हेर्दा पृथक र अनौठो देखिने उक्त जात्राको तारिफ कोरियनहरूले मुक्त कण्ठले प्रशंसा गरेको सुनिन्थ्यो। हिजोसम्म र नेपाल रौन्जेलसम्म त्यो कुमारी जात्रा भनेको एउटा नेवार सम्प्रदायभित्रको मात्र थियो भने हामी त्यतिखेर त्यो जात्राको एउटा पर्यटकको रूपमा दर्शक मात्रै हुन्थ्यौं। तर त्यो नेवारी जात्रालाई कोरियामा विशेष गरेर देशको प्रतिनिधित्व गराउने हिसाबले देखाउँदाखेरि आज त्यो लाखे डान्स र नेवारहरूको कुमारी जात्रा सिङ्गो नेपालको बनेको महसुस भएको थियो मलाई पनि। त्यही सम्प्रदायसँग जोडिएकी मिलन नेवारको पनि उपस्थित भएको थियो। उहाँले आफ्नो साङ्गीतिक कार्यक्रमहरू प्रस्तुत गर्नुभएको थियो। बिगेस्ट मञ्चमा 17 वटा देशका 17 वटा राष्ट्रिय कलाकारहरूले उक्त मञ्चमा एउटै मञ्चमा आफ्नो प्रस्तुति दिएका थिए। रोचक र पृथक कुरा त के थियो भने यहाँको व्यवस्थापनको कुरा पनि आउँछ। व्यवस्थापन यस्तो मजबुत र यस्तो सरल बनाइएको थियो कि लगभग 80,000 मान्छेहरूको उपस्थित भन्दा पनि बढी थिए होलान्। त्यस्तो अवस्थामा पनि सभ्य र भव्य रूपले